अब हामीलाई करोडको मालिक हुनेबाट कसले रोक्न सक्छ के? मसँग अब 4,350 रुपियाँ खा, अनि तँसँग कति छ? मसँग त्यही 5,350 होला। 5,350? यो 1,000 रुपियाँ बढी कहाँबाट पैसा तैँले? दसैँको दिनमा तास खेलेर हारेको कसले सम्झोस् नि अनि। ए मैले कस्तो बिर्सेको। अब तैँले र मैले पैसा मिसाउने टक्क लाएर होइन, त्यसपछि अनि हामी बिजनेस स्टार्ट गरेर थाइल्यान्ड ट्रिप मुस्तानदेखि सब ट्रिप हान्नुपर्छ है। ट्रिप त हान्नुहुन्थ्यो, तर मेरो पैसा मम्मीसँग छ, अब माग्नुपर्छ। अनि एकैछिन पनि तैँले आफूसँग पैसा राख्न आउँदैनस्, मलाई दिइहाल्नु पर्छ। हिँड मम्मी हिजो कान्छोले राख्न दिएको त्यो दसैँमा राख्न दिएको पैसा कहाँ? मलाई दिएछ त काम छ। दिएको पैसा दिने हो मैले, त्यो पैसा त सकियो। तेल सक्यो, त्यो 5 लिटर तेल लिएर आएँ, अनि त्यहाँ मासु ल्याएको 3 किलो पैसा 3 किलोको दिनु थियो, त्यो दिएँ मैले, त्यो सक्यो। सक्यो सक्यो त अब मैले क्यान पनि सक्यो। अनि हाम्रो थाइल्यान्ड बिजनेस पनि अब थाइल्यान्ड बिजनेस अब अर्को दसैँमा है। हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो।